ओहो नारायण बाजे बस्नु बाजे पुरै गाडी चलाउँदाखेरि कसम भने पुरै सिटमै हराउँछ लुगा मात्रै देख्छु मैले त मान्छे ड्राइभरहरू छैन लुगा मात्रै हो है सेतो लुगा मात्रै ल गेम स्टार्टिङ भएको छ है कति दिन्छ देखाउनु आमा डाइरियाको औषधि दिँदा यो के भन्नु भने चाहिँ प्र्याङ गरेको भन्नुपर्छ कि हजुर केटाहरू काममा जानुपर्ने हुन्छ लेट्स गो गयो केटाहरू गाई पनि आउनु भइरहेको छ है सो हेलो गुड मर्निङ ब्युटिफुल पिपुल टक्क जुरुक उठेर काममा जाँदैछु केटाहरू हजुरहरू पनि हेर्न सक्नुहुन्छ अब बाजे भेट्यो बाजे लानु पऱ्यो जस्तो अब ओहो नारायण बाजे बस्नु बाजे चिया खाएर निस्किनु भयो बाजे ए अहिले चाहिँ कहाँ जानु थाल्नु भयो नलपुरै हो कि ए गुरुबिट्टा कति वर्ष पुग्नुभयो बाजेले 85 वर्ष पनि हिँड्नुहुन्थ्यो है अहिले के पूजा रे बाजे तपाईँहरूको हाम्रो हजुर अहिले हाम्रो हजुर परिवार पनि चाहनु हजुर यो कहाँ बस्नुपर्छ आइज भनेर कारण पनि यहाँ आएर दिइहाल्यो तपाईँहरूको गाउँको बाटो घरमा बस्नु सक्दैन हजुर बोक्दाएर खालो पर्दै बस्नु पऱ्यो भने गर्नु पऱ्यो होइन भने त्यति सुकाएर बस्नु होइन दाजु जानु चाहिँ पालि नै जानु थियो तर जानु अहिले म यहाँ 2-3 ठाउँ छ बाबु हजुर हजुर प्राप्ति ल बाबु ऐश्वर्य प्राप्ति होस् हस् बाजे हस् बाजे मैले यो बाजेलाई चाहिँ मैले प्रायः भेट्यो भने सबै रोकेर उति गर्छ क्या सबै रोकेर रक्कल निस्किएर आनन्द ल्याएर आउँछ अनि यो बाजेले चाहिँ सधैँ मलाई विशेष के गर्छ भने यो बाजे चाहिँ मलाई सधैँ राम्रो होस् उन्नति होस् प्रगति होस् राम्रो कमाइ होस् भनेर भन्नुहुन्छ त्यही भएर म सधैँ यो बाजेलाई लिएर आउँछु किनकि बिहान बिहानको बिहा लाग्ने कि क्या हो बिहान बिहानको आसी लाग्छ है क्या हो आसी बसेको म घुम्दै आएको छायालाई देखेर अब खान जानु पर्ने हुन्छ यसलाई किक गए ल केटाहरू अब चाहिँ खाना जानुपर्ने हुन्छ है त्यहाँ मलाई श्रीमतीज्यूले मलाई केही औषधि लिएर भन्नुभएको थियो डाइरियाको औषधि लिएर भन्नुभएको थियो अब पहिला त्यो पनि किन्नुपर्छ फेरि मैले बिर्सिदिन्छ केटा हो मैले सानो सानो कुरा होइन फेरि ब्लड बिर्सिनु पाइन्छ क्या अनि त्यही भएर नबिर्सु हेलो के छ भाइ हेलमेट खोइ हेलमेट ल आज आउने भयो तिमीले अब चाँडा खाना नाल ल भाइ ल भाइ ल बत्तो ल
अन्डे ए अङ्कल डाइरियाको औषधि दिनु त कति दुईवटा दिनु न कति अङ्कल हुन्छ हजुर हजुर खाना खानु भएर आन्टी ए अहिले त जाडो महिना भएर कि के भएर हो खाना पनि त इच्छा रुचिरहेको छ केटा हो जाडो महिनामा चाहिँ अलिक धेरै रुच छ के हो जस्तो लाग्यो मलाई यो खाना अक्रम बक्रम सबले खाना पायो होला केटा हो खाना खानु पर्ने हुन्छ ए देखो न गयो सल्लु अन्त अफरोड छ कि यार अफरोडमा मलाई चाहिँ डर लाग्छ कि अन्डे म जाने हो अन्डी ए हस् अब आन्टी जानुहुन्न रे अब त हराएर जानुपर्ने हुन्छ केटा हो दिदी पास भयो हो पास भयो हामी दिदी पास भएपछि है फेरि लड्डु खान न त के अहिले नखाने म आजमा घुमाइरहेको थिएँ होइन त्यो भाइले धेरै सुनिरहेको थिएँ यस्तो एकचोटि हेरेको थियो पुरा धुवा निकालेर पुरा उयो गरिसकेको थियो ल मेरो ग्याङहरू है मागसम आज चाहिँ दाजुभाइ ओन्ली वान दाजुभाइको छ है केटाहरू दाजुभाइहरू है दाजुभाइको फाइट है यो पुच्चेसँग दाजु काले घसी फोरमसँग कसम टर्च हो टर्च हान्ने टर्च ल टर्च हान्ने म त टट्टी हान्ने टट्टी पुरै ढुट्टो हान्ने ढुट्टो पुरै फरम हान्ने पुरै काले पुरै गाडी चलाउँदाखेरि कसम भने पुरै सिटमै हराउँछ लुगा मात्रै देख्छु मैले त मान्छे ड्राइभरहरू छैन लुगा मात्रै हो है सेतो लुगा मात्रै ल यो चुरीपुरी चाहिँ धोब्बीके पुरै खत्रै धोब्बी हान्दिन्छु म है केटाहरू मेरो ग्याङहरू है पुरै खत्रै हान्दिन्छु ल उता हेर नि त लु कसो काले यहाँनिर पुरै स्पष्ट उता देखाउनु उता लु स्पष्ट देखिरहेको पुरै काले धोती फोरम हो भनेर दाँत मात्रै देख्छ तपाईँ त्यो दाजु पनि पुरै पहिलो हाम्रो यता मेरो ग्याङहरू भाइसँग है दाइसँगै हो वान दाइसँगै हो वान टक्क ओपन है ओपन च्यालेन्ज भयो है दाजुभाइको ओपनिङ सुन लडेको छ है ल गेम स्टार्टिङ भएको छ है कति दिन्छ देखाउनुहोस् आमा यस्तो हामीले पोइन्ट माग्छ यार एक भयो है तेरो लगाडाहरू गेम स्टार्ट भयो है लगडाहरू टक्क जित्यो है
सिधा तिनवटा हो कि कतिवटा छ टक्क अब उहाँ दाइले चाहिँ हार्यो मैले जितेँ मार बोलेर पसिना पसिना भएर बल्ल बल्ल जितेँ केटा हो दर्शक चाहिँ उता यता छ है लगडा यति भनेर मेरो दुई शब्द यहाँ टुङ्गाउन चाहन्छु टक्क नेक्स्ट भएको भेटौँला टक्क स्नुकर जित्यो टक्क लाग्नु पर्ने हुन्छ ल बाब जितेको बेस्ट अफ लक ल धन्यवाद यस्तो यस्तो त सधैँ जित्यो होला साथी ल खेलमा दुईटा मागेको ल खाना खायो त बहिनी अर्को आइडी उयो सस्पेन्ड कम्युनिटी गाइडलाइन है के लाग्यो अरे नि त छ मलाई मेरो श्रीमतीजीले यार अहिले प्रोग्राम कहाँ राखेको केही उपाय छैन टेक्निक छैन पकाउने अब के भन्ने होला है मेरो गाइज मेरो ग्याङहरू स्टोरी चाहिँ फुल हुन्छ यार कहाँ हुन्छ यार मेरो श्रीमतीजी पुरै फायर भएर होला फायर अब के भनेर उसले गर्ने हो पकाउने हो अब पुरै फायर होला यार त्यो भने पड्किन्छ अहिले भन्छ अहिले के भन्नु भने चाहिँ प्र्याङ गरेको भन्नुपर्छ कि बाहना बनाउनु पऱ्यो नि त केटा हो तिमीलाई प्र्याङ गरेको त्यही भएर बाहना गरेको भन्नुपर्छ कि अब हेर न तिम्रो रियाक्सन चेक गर्नको लागि मैले तिमीलाई म स्टोर गएको भनेर भन्नुपर्छ कि बाहना चाहिँ कहाँबाट आउँछ त केटा हो अब हेरौँ न है केटाहरू मेरो टिप्स एन्ड ट्रिक्स काम लाग्दैन हेर मै केटा हो तिमी त प्र्याङ भयो नि सल प्र्याङ भयो मैले भनेको थिएँ नि मैले प्र्याङ गर्छु भनेर प्र्याङ भयो प्र्याङ गरेको तिमीले म तपाईँहरूले प्र्याङ गर्छु भनेको थिएँ नि हेर्नु त प्र्याङ यु आर अ प्र्याङ श्रीमतीज्यू तिमी त प्र्याङ भयो नि सल्लु प्र्याङ भयो केटा मैले तपाईँहरूले भनेको थिएँ नि मैले भने देख्नुभयो मैले तपाईँहरूले प्र्याङ गर्छु भनेको भनेको थिएँ नि आज होइन प्र्याङ भयो है केटा हो बुझ्यो भोलि तिमीलाई नाच्नै आउँदैन नि मलाई जस्तो आउँछ नाच्न यस्तो यस्तो नाच्नुपर्छ भोलि भोलि सुन्के फ्लावर सुन्छ क्या मेरो ग्याङहरू है आजको डेली न्यू डेली ब्लग चाहिँ यति नै हो आजको अपडेट म हजुरहरूलाई टक्क प्रस्ताइसकेको छु हजुरहरूले पनि हेर्नु भइसकेको छ भन्ने आशा गर्दछु टक्क हजुरहरूलाई फुल भिडियो हेरिदिनु भएकोमा मनैदेखि धन्यवाद छ है यहीँ टुङ्गाउन चाहन्छु लकेडाहरू भोलि चाहिँ अब लोसार छ है लोसारमा नै एउटा दामी भ्लग जान्छ केटा हो है लोसारमा अब यो चस्मा लगाएर टक्क याङ तामाङला भन्ने गीतमा टक्क नाच्नुपर्छ लकेडाहरू यति भन्दा मेरो दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद।